नमस्कार। कार्यक्रम परोपकार स्वास्थ्य संवादबाट म सुनिल पराजुलीको हेर्दै हुनुहुन्छ एकता शान्ति र संस्कारको संवाहक कालिका एचडी टेलिभिजन हेरिरहनु भएको छ र हामी परोपकार स्वास्थ्य संवाद लिएर तपाईहरुमा आज उपस्थित भएका छौं। खास गरी परोपकार स्वास्थ्य संवादमा रहेर हामीले आयुर्वेदिक कुराहरू तपाईहरुलाई जानकारी गराउने छौं। आयुर्वेदिक उपचारका विधि पद्धतिहरू विभिन्न रोगको बारेमा हामी जानकारी गराउने गर्दछौं र आज हामी परोपकार स्वास्थ्य संवादमा आयुर्वेदिकै पाटो अन्तर्गत पाइल्स, फिसर र फिस्टुला रोग त्यसैगरी कब्जियतको बारेमा पनि तपाईहरुलाई जानकारी गराउने छौं र आज हामीसँग कुराकानीमा हुनुहुन्छ परोपकार आयुर्वेद अस्पतालमा कार्यरत आयुर्वेदिक चिकित्सक डाक्टर सृष्टि भट्टराई। यहाँलाई स्वागत छ कालिका एचडी टेलिभिजनमा। हजुर, धन्यवाद। सुरुवातमा यो पाइल्स, फिसर, फिस्टुला भनेको के हो र यो एक अर्कासँग कसरी अन्तर सम्बन्धित छ यो बताइदिनुस् न। यो पाइल्स, फिस्टुला र फिसरलाई चाहिँ हामीले एनोरेक्टल डिजिज अन्तर्गत नै समावेश गरिएको छ, अर्थात् गुदरोगसँग नै समावेश गरिएको छ। तर हाम्रो सोचाइमा चाहिँ अब दिशा गर्ने ठाउँमा मासु पलायो अथवा दिशा गर्दाखेरि अप्ठ्यारो भयो भने सबै रोग चाहिँ पाइल्स नै हो भनेर बुझिन्छ। तर यो भनेको चाहिँ तपाईको पाइल्स, फिस्टुला र फिसर भनेको चाहिँ तीन प्रकारका फरक रोग हुन्। तर यिनीहरुमा लगभग लक्षणहरू चाहिँ तिनीहरुमा चाहिँ एउटै खालको देखिन्छ। अब म चाहिँ फिसरबाट सुरु गर्छु है। फिसर भनेको चाहिँ हाम्रो दिशा गर्दाखेरि कहिलेकाहीँ रगत आउने, दुख्ने, चिलाउने भयो भने चाहिँ फिसर हुन्छ। यसमा चाहिँ तपाईको मलद्वारमा चिरा पर्छ। चिरा परेपछि तपाईको कहिलेकाहीँ दिशा गर्दाखेरि रगत आउँछ, कहिले थोरै आउँछ भने चाहिँ कहिले हेभी ब्लिडिङ, धेरै नै रगत पनि आउन सक्ने हुन्छ। अनि त्यसपछि अर्को भनेको फिस्टुला हो। फिस्टुला भनेको चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि यो चाहिँ दिशा गर्ने ठाउँमा नभइकन दिशा गर्ने मलद्वारको अलिकति छेउमा हुन्छ, पीडको जस्तो पिलो जस्तो हुन्छ यसको सुरुवाती अवस्था। अनि यसमा चाहिँ तपाईको रगत भन्दा पनि बढी पिप आउँछ, पिप आउने हुन्छ, चिलाउने हुन्छ। सुरुमा तपाईको सानो पिलो जस्तो हुन्छ, त्यसपछि त्यो बढ्दै बढ्दै गएपछि ठुलो हुँदै हुँदै गएपछि समस्या हुन्छ। अनि अब अर्को भनेको चाहिँ पाइल्स। पाइल्स भनेको हाम्रो मलद्वारमा मासुको डल्लो हुने अथवा नसाको गुजुल्टो हुनेलाई चाहिँ पाइल्स भनिन्छ। त्यही भएर यिनीहरू तीनटामा चाहिँ हेर्दाखेरि चाहिँ अब दिशा गर्ने ठाउँमा समस्या भयो, पाइल्स नै भयो भने, तर यिनीहरू भनेको सबै एकअर्कासँग एकदम फरक खालका नै छन्। जस्तै यी रोगहरू चाहिँ मूल कारण चाहिँ के देख्छ आयुर्वेदले खास? अब यिनीहरूको सबभन्दा मुख्य कारण भनेको चाहिँ कब्जियत नै भनिन्छ। किनभने तपाईको दिशा गर्ने ठाउँमा समस्या हुनु भने कब्जियतले गर्दाखेरि समस्या भएको हुन्छ। हाम्रो फिसर हुने पनि भनेको कब्जियत, दिशा टाइट भयो भने दिशा गर्दाखेरि गाह्रो हुन्छ अनि रगत आउने हुन्छ। त्यही भएर यो मलद्वारसँग सम्बन्धित रोगको मुख्य कारणलाई चाहिँ हामीले कब्जियत नै भनिन्छ। त्यसपछि अर्को भनेको हाम्रो खानपान, रहनसहन कस्तो खालको छ त्यसमा पनि फरक पर्ने हुन्छ। जस्तै अब खानपान भनेको हाम्रो चिल्लो पिरो, अमिलो, अदुवा मरिच खुर्सानीहरू त्यस्तो चिज खानेकुराहरू खाँदाखेरि पनि समस्या हुन्छ। अर्को रहनसहन भनेको हाम्रो एउटै पोजिसनमा धेरै टाइमसम्म बस्यौँ अथवा भारीवाला कामहरू गऱ्यौँ, त्यसले गर्दाखेरि पनि समस्या हुनसक्छ। तिनीहरू नै कारण हुन्छन् मुख्य कारण। पाइल्स, फिसर, फिस्टुलाको चाहिँ रोक्नको लागि सुरुमा कब्जियतलाई चाहिँ हुन दिनु भएन। हाम्रो सबभन्दा पहिला मलद्वारसँग सम्बन्धित सबै रोगको लागि निर्मूल गर्ने उपाय भनेको चाहिँ कब्जियतलाई हामीले कम गर्नुपर्ने हुन्छ हैन। कब्जियत कम गरेपछि सबै रोगहरू पनि आफै आफै बिस्तारै बिस्तारै कम भइदिइहाल्छ। जस्तै सुरुवाती लक्षणहरू यो पाइल्सको, फिसरको, फिस्टुलाको चाहिँ के कस्तो देखिन्छ? सुरुमा हाम्रो यो मलद्वारसँग सम्बन्धित रोगको लागि मुख्य लक्षण भनेको चाहिँ दिशा गर्दाखेरि गाह्रो हुने, दिशा गर्ने ठाउँमा पोल्ने, चिलाउने, दुख्ने, कहिलेकाहीँ रगत आउँछ अनि कहिलेकाहीँ पिप आउँछ। यिनीहरू चाहिँ मुख्य लक्षण यिनीहरू भयो होइन। त्यसपछि अर्को भनेको चाहिँ हामीलाई पाइल्समा चाहिँ कहिलेकाहीँ हामीलाई हाछ्यु गर्दाखेरि, खोक्दाखेरि दिशा गर्ने ठाउँबाट अथवा मलद्वारबाट चाहिँ केही डल्लो आएको जस्तो अनुभव हुन्छ। अनि फिस्टुलामा तपाईँको पिपहरू आउँछ, फिसरमा रगत आउने हुन्छ। त्यही खालको लक्षण देखा पर्छ। जस्तै यो पाइल्समा पनि फिसरमा पनि सुरुवाती लक्षण देखिँदा त रगत आउने भन्नु हजुरले। हजुर, यो छुट्याउने चाहिँ कसरी त नि व्यक्तिले? यो फेरि यस्तो हुन्छ, पाइल्समा चाहिँ सबैको चाहिँ रगतै आउँछ भन्ने हुँदैन है। फिसरको सबभन्दा मेन कारण भने मेन अब सिम्टम भनेको चाहिँ रगतै आउँछ, ब्लिडिङ हुन्छ। किनभने फिसर भनेको दिशा गर्ने ठाउँमा चिरा पर्ने हो, चिरा परेपछि रगत आइहाल्छ होइन। अनि त्यसपछि अब अर्को पाइल्स भनेको चाहिँ पाइल्समा तपाईँको मुख्य लक्षण भनेको चाहिँ लगभग तपाईँको एनोरेक्टल डिजिजमा चाहिँ सबै नै दिशा गर्दाखेरि दुख्ने, पोल्ने, चिलाउने नै हुन्छ। जस्तै पाइल्सको उपचार चाहिँ आयुर्वेदमा कसरी गरिन्छ? हजुर, हाम्रो पाइल्समा चाहिँ अब सुरुमा चाहिँ हामीले पाइल्सको अवस्था पनि छुटाउनु पर्ने हुन्छ है। पाइल्स भनेको तपाईँको दुई प्रकारको हुन्छ, एउटा भित्री पाइल्स हुन्छ, एउटा बाहिरी पाइल्स हुन्छ। भित्री पाइल्स भनेको मलद्वारको भित्रपट्टि मासुको डल्लो अथवा गुजुल्टोहरू देखा पर्छ। बाहिरी पाइल्स भनेको बाहिरपट्टि नै हुन्छ, मलद्वारको बाहिरपट्टि नै भइरहेको हुन्छ होइन। अनि त्यसपछि अब भित्री पाइल्स कोही कोही मान्छेले फेरि भित्री पाइल्स पनि हुन्छ, बाहिरी पाइल्स पनि हुन्छ। त्यही भएर चाहिँ यो एउटा दुई प्रकारको भयो। अनि अर्को भनेको चाहिँ अवस्था अनुसारको, हाम्रो ग्रेड अनुसारको पनि छुट्टाएको हुन्छ। अनि पाइल्सलाई चाहिँ हाम्रो चारवटा अवस्थामा छुट्टाएको हुन्छ। पहिलो अवस्था भनेको दिशा गर्दाखेरि दुख्ने पोल्ने हुन्छ। दोस्रो अवस्था भनेको दिशा गर्दाखेरि मासुको डल्लो आएको जस्तो अनुभव हुन्छ।
अनि तेस्रो भनेको दिशा गर्दाखेरि मासुको डल्लो आउँछ तर दिशा गरिसकेपछि आफै भित्र जाने हुन्छ। अनि लास्टमा चौथो भनेको दिशा गर्दाखेरि दिशासँगै मासुको डल्लो पनि आउँछ तर दिशा गरिसकेपछि आफै भित्र जाँदैन, हामीले हातले धकेलेर भित्र जानुपर्ने हुन्छ। त्यही भएर यसरी 4वटा अवस्था हुन्छ अनि त्यही अवस्था अनुसारको चाहिँ हामीले ट्रिटमेन्ट गर्नुपर्ने हुन्छ। जस्तै भित्री पाइल्स र बाहिरी पाइल्स भन्नु हो नि, हजुर, यो खास यो दुई चाहिँ खास भिन्नता के छ यसमा हैन? अनि किन देखिन्छ यो भित्री पाइल्स बाहिरी पाइल्स, यसको बारेमा अलिकति व्याख्या गरिदिनुस् न। यो भित्री पाइल्स भनेको चाहिँ मलद्वारको भित्रपट्टि नै हुन्छ हैन? अनि त्यो नामबाट पनि थाहा हुन्छ भित्री पाइल्स भनेको अब मलद्वारको भित्रपट्टि मासुको डल्लो आउँछ, अनि बाहिरी भनेको बाहिर नै भइरहेको हुन्छ। अब त्यही अनुसारमा चाहिँ हामीले छुट्याइन्छ। अब यो मुख्य कारण भनेको चाहिँ हाम्रो त्यही खानपानमै हो। आयुर्वेदमा चाहिँ रोग लाग्ने मुख्य कारण भनेको अपत्य आहार विहारको सेवनले गर्दाखेरि रोग लाग्छ भन्छ। त्यसरी नै हाम्रो पाइल्सलाई मात्र नभइकन एनोरेक्टल डिजिज हुन्छ, मलद्वारसँग सम्बन्धित सबै रोगको लागि नै मेन कारण भनेको हाम्रो खानपिनमा अलिकति गडबड भयो हैन? त्यो भनेको यसमा चाहिँ हाम्रो माछा मासु बढी खाइन्छ। माछा मासु किन भन्छ त्यसमा हामीले मसलादार बढी हालिन्छ नि त, चिल्लो पिरो अमिलो बढी हालिन्छ। त्यसपछि फेरि अदुवा मरिच खुर्सानी खाइयो अनि त्यसले गर्दाखेरि पनि समस्या भइरहेको हुन्छ। फेरि अर्को एउटा मेन कुरा भनेको चाहिँ हामीले चाहिँ हाम्रो म त शाकाहारी छु, अब पाइल्स भनेको मासु बढी खानेलाई मात्रै हुन्छ, म शाकाहारीलाई कसरी भयो भन्ने पनि हुन्छ है। तर हाम्रो सोचाइमा चाहिँ मासु बढी खानेलाई मात्रै पाइल्स हुँदैन है। हाम्रो खानपानमा कस्तो खालको तपाईँले खानपान गरिरहनु भएको छ त्यसमा पनि फरक पर्छ। अनि अर्को भनेको पाइल्स हुने रोग भनेको हाम्रो वंशानुगतमा पनि हुन्छ। फ्यामिलीमा हजुरबा हजुरआमा बुवा आमालाई छ, दाजुभाइलाई छ भने आफूलाई पनि हुने हुन्छ। फेरि यो सरुवा रोग चाहिँ होइन, तर फ्यामिलीमा किन हुन्छ भन्दाखेरि हाम्रो खानपान त्यही अनुसारको हुन्छ, फ्यामिलीले त्यही खाना खाइन्छ, त्यही अनुसार रहनसहन हुन्छ, अनि त्यसले गर्दाखेरि पनि हुन्छ। अनि त्यसपछि अर्को भनेको चाहिँ हाम्रो रहनसहन कसरी बसिरहेको छ, हामी एउटै पोजिसनमा बसिरहेको छौँ भनेपछि मलद्वारमा अलिकति बढी दबाव हुन्छ, त्यसले गर्दाखेरि पनि समस्या हुन्छ। अनि अर्को चाहिँ हामीलाई बढी भारीवाला कामहरू गरिन्छ नि त्यसले गर्दाखेरि पनि समस्या हुन्छ। अनि अरू भनेको कोही मान्छेहरूलाई बढी निरन्तर रूपमा खोकी लाग्छ, हाच्छिउँ आउने, बमिट आउने भयो भने त्यसले पनि मलद्वारमा अलिकति दबाव पर्छ अनि त्यसले पनि समस्या हुन्छ। अनि नर्मली अर्को भनेको चाहिँ महिलाहरूलाई गर्भवती हुँदाखेरि सुत्केरी हुँदाखेरि चाहिँ यो समस्या देखिरहेको नै हुन्छ। त्यसपछि अलिकति मोटो मान्छेलाई अनि 40 वर्ष कटिसकेको मान्छेहरूलाई चाहिँ यो पाइल्स रोग चाहिँ अलिकति बढी देखिने सम्भावना हुन्छ। जस्तै यो भित्री र बाहिरी पाइल्सले कुन चाहिँ अलिकति व्यक्तिलाई बढी डेन्जर हुन्छ त्यो देखिएकोमा, अनि यसको लक्षण अथवा त्यो व्यक्तिलाई चाहिँ कुन पाइल्सले बढी देखाउँछ? हाम्रो चाहिँ यो भित्री पाइल्स भनेको चाहिँ अब अघि मैले भनिसकेँ मलद्वारको भित्रपट्टि हुन्छ। पाइल्स भनेको हामी चाहिँ फेरि मासु भनेको मासु भन्दा पनि त्यो चाहिँ नसाको गुजुल्टो हुन्छ। नसा गुजुल्टो भने त्यसको नसाको भित्रपट्टि रगतले भरिएको हुन्छ। अनि त्यसपछि भित्री पाइल्समा तपाईँको नसाको गुजुल्टो हुन्छ, डल्लो डल्लो भइरहेको हुन्छ। कहिलेकाहीँ कब्जियत हुँदाखेरि दिशा गर्दाखेरि चाहिँ त्यही नसामा दिशा साह्रो हुन्छ। कब्जियत भनेको दिशा साह्रो हुने गर्दा तपाईँको नसामा अलिकति प्रिक भयो भने तपाईँको ब्लिडिङ बढी हुन्छ। अनि बढी ब्लिडिङ भएपछि मान्छेलाई समस्या भइहाल्छ होइन। त्यही भएर भित्री पाइल्स चाहिँ अलिकति बढी समस्या हुन्छ। बाहिरी भनेको छिपिसकेको हुन्छ, बाहिरपट्टि भएको हुन्छ, खासै समस्या हुँदैन। तर दुख्न त अप्ठ्यारो हुन्छ, दुईटैमा हुन्छ। तर बढी भनेको तपाईँको भित्री पाइल्समा चाहिँ अलिकति बढी समस्या हुन्छ। जस्तै यो पाइल्सका लक्षणहरू अघि तपाईँले भने जस्तो दिशा गर्दा पोल्ने, रगत देखिने, यस्ता लक्षणहरू व्यक्तिले अनुभव गरिरहँदा पनि उपचारमा जाँदैन लजाएर। त्यो सुरुवाती लक्षण देखिँदैमा ऊ उपचारमा गएन भने यसको भविष्यमा कस्तो असर देखा पर्न सक्छ त्यो बारेमा प्रश्न पार्दिनुहोस् न। यस्तो हुन्छ है, हाम्रो आयुर्वेदमा के भन्दा भन्दाखेरि जे चिज पनि हाम्रो नयाँ चिज छ अथवा भर्खर उम्रेको बिरुवा छ भने हामीलाई उखाल्न सजिलो हुन्छ। अलिकति ठुलो रुख भयो भने हामीलाई त्यसलाई उखाल्न गाह्रो हुन्छ, त्यसलाई मास्नलाई गाह्रो हुन्छ। त्यस्तै नै हाम्रो रोग पनि भर्खरै सुरुवाती अवस्था छ भने हामीलाई निको पार्न सजिलो हुन्छ। तपाईँको पाइल्समा अथवा गुद्द रोगसँग सम्बन्धित रोगमा सुरुवाती अवस्थामा नै मैले भनेको लक्षणहरू अनुसारको सुरुवाती अवस्थामा नै लक्षण देखा पर्यो हामीले गएर औषधि गऱ्यौँ भने चाँडै निको हुन्छ, अथवा घरेलु उपायहरूबाट पनि सजिलो हुन्छ। तर रोग अझै बढ्दै गएपछि जीर्ण हुँदै गएपछि ट्रिटमेन्ट गर्न निको पार्न पनि सजिलो हुन्छ, गाह्रो हुन्छ। त्यसपछि बिरामीलाई पनि आफूलाई पनि एकदमै बढी अप्ठ्यारो हुन्छ। त्यही भएर चाहिँ अब अलिकति सुरुवाती अवस्थामा लक्षणहरू देखा पर्दा नै हामीले चिकित्सा गऱ्यौँ भने सजिलो हुन्छ। अहिले आयुर्वेदमा जतिसुकै वर्ष पुरानो पाइल्सहरूको उपचार पनि सम्भव छ? हजुर छ, किनभने हाम्रो आयुर्वेदमा चाहिँ तपाईँको पाइल्स फिस्टुला फिसरसँग सम्बन्धित रोगको लागि चाहिँ अब हाम्रो खानपान रहनसहन त्यसपछि औषधिहरू गर्ने, त्यसपछि अर्को भनेको चाहिँ हाम्रो छासूत्र भन्ने पनि विधि छ होइन। त्यसबाट पनि हाम्रो पाइल्स फिस्टुला फिसरको चाहिँ उपचार पद्धति सजिलोसँग गरिन्छ हामीले। जस्तै यो छासूत्र विधि भनेको के हो, फिस्टुला हुँदाखेरि त्यो किन गरिन्छ यो क्लियर बनाइदिनु। यो हाम्रो छासूत्र विधि भनेको चाहिँ अब हामीले गर्ने भनेको पाइल्स फिस्टुला फिसर सबैमा गरिन्छ होइन। तर
यो छाडसूत्र भनेको चाहिँ हाम्रो आयुर्वेदिक पद्धतिद्वारा हाम्रो सूत्र बनाएको हुन्छ, धागो बनाएको हुन्छ हैन। त्यो धागोलाई चाहिँ हामीले अब पायस भने पायसको मासुको डल्लो छ नि, त्यसको जरामा हामीले बाँध्छौँ। बाँधेपछि 1 हप्तामा त्यो मासु आफै बिस्तारै धागोले आफै काट्दै काट्दै लिएर जान्छ, त्यो मासु झर्छ। फिस्टुलामा पनि फिस्टुला भनेको चाहिँ हामी त्यो फिस्टुलाले चाहिँ आफ्नो ट्र्याक बनाएको हुन्छ, छुट्टै बनाएको हुन्छ। हामी त्यो ट्र्याकमा चाहिँ धागो हालेर बाँधेर बिस्तारै बिस्तारै धागोले चाहिँ काट्दै काट्दै लिएर जान्छौँ, अनि त्यसरी उपचार पद्धति गरिन्छ। त्यस्तो खालको हुन्छ। आधुनिक सर्जरी र छाडसूत्र विधिमा चाहिँ भिन्नता के छ? यसमै विश्वास गरेर आधुनिक सर्जरीतिर नलाग्यो भने पछि केही समस्या त हुने होइन? यस्तो हुन्छ, किनभने अब हाम्रो हस्पिटलमा आउँदाखेरि पनि बिरामीहरू सबैले अब अपरेसन गरिसकेका छौँ फेरि दोहोरियो भन्ने हुनुहुन्छ अहिले, किनभने अपरेसन गरेपछि दोहोरिने चान्स पनि बढी भइरहेको हुन्छ हैन। अनि त्यो चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि तपाईँको पायसको लागि पनि हामीले मासुको जरामा नै हामीले बाँधिदिन्छौँ। बाँधेपछि धागोले आफै काट्दै काट्दै लिएर जान्छ, अनि त्यसपछि फेरि त्यो ठाउँमा चाहिँ कहिले पनि पलाउँदैन। अब काट्न र अब हाम्रो रुख भनौँ न, रुख हाम्रो हाँगाबाट काट्न र जरा उखाल्नमा फरक पर्छ नि त। जरा उखालेपछि कहिले पनि आउँदैन रुख, काटेपछि फेरि पलाउँछ। त्यस्तो खालको नै हो हाम्रो पनि। हाम्रो पायसको पनि जरामा धागोले बाँध्छौँ, धागोले बाँधेपछि जराले आफैले बिस्तारै बिस्तारै धागोले काट्दै काट्दै लिएर जान्छ, अनि फेरि दोहोरिने भने चाहिँ चान्स हुँदैन। अब तपाईँको अब मोडर्न तरिकामा अब सर्जरी गर्दाखेरि चाहिँ अब बाहिर काट्ने हुन्छ, दोहोरिने चान्सहरू चाहिँ बढी भइरहेको हुन्छ। छाडसूत्रमा अलिकति कम दोहोरिने चान्स चाहिँ हुँदैन। जस्तै यी रोगहरू जस्तै पाइल्स, फिस्टुला, फिसरको हामीले कुराकानी गरिरहेका छौँ। यी रोग भएका व्यक्तिहरूले कस्तो कुरा नखाने, कस्तो कुरा खान अलिक बढी जोड गर्नुपर्छ, यो बारेमा बताइदिनुहोस्। अब यो सँगै कब्जियतको पनि आइहाल्ने भयो। हजुर, अब किनभने मैले अघि भनिसकेँ यो पाइल्स, फिस्टुला, फिसर हुने मुख्य कारण भने कब्जियत हो। कब्जियतको लागि अब यसको लागि हामीले के गर्ने भन्दाखेरि सुरुमा चाहिँ हामीले कब्जियत हुन नदिने। त्यसको लागि के गर्ने, हामीले खानपिनमा ध्यान दिनु पर्यो। खानपिन कस्तो भन्दा सागसब्जीहरू बढी खाने, हरियो सागसब्जी, गाजर, मुला, काँक्रो, सलादहरू बढी खाने, पानीको मात्रा बढी खाने, फाइबरयुक्त खानेकुराहरू बढी खाने। अनि त्यसपछि अब अर्को भनेको चाहिँ हामीले चाहिँ कब्जियत गराउन नदिनको लागि अब अरू कब्जियत हुने भने खानपानले मात्र नभइकन हाम्रो रहनसहनमा पनि ध्यान दिनुपर्ने हुन्छ। जो मानिसको निन्द्रा राम्रोसँग पुगेको हुँदैन उसलाई पनि कब्जियत भइरहेको हुन्छ भने चाहिँ आरामले मस्तले तपाईँको 8 घन्टा सुत्नु पर्यो, साउन्ड स्लिप हुनु पर्यो हैन। त्यसपछि खानपिनमा पनि ध्यान दिने, स्ट्रेस कम गर्ने, त्यो खालको गर्दाखेरि पनि अलिकति कम भइहाल्छ। लामो समयसम्म चाहिँ कब्जियत भयो भने आन्द्रामा चाहिँ समस्या आउँछ भन्ने गरिन्छ नि, यसको खास जैविक व्याख्या चाहिँ के हो? यस्तो कब्जियत हुँदाखेरि हामीले चाहिँ अब दिशा गर्दाखेरि गाह्रो भयो, हामीले कन्नु पर्यो, बल गर्नु पर्यो। गर्दाखेरि तपाईँको नसामा त अलिकति दबाब त भइहाल्छ हैन। दबाब भएपछि अब कन्दाखेरि बल गर्दाखेरि चाहिँ अब सधैँ अब एक दिन मात्रै कब्जियत हुँदैन। कब्जियत हुने मान्छेलाई सधैँभरि भइरहेको दिनदिनै हुँदाखेरि हामी दिनदिनै टोयलेट जानु पर्यो, धेरै समयसम्म बस्नु पर्यो टोयलेटमा। अब दिशा गर्दाखेरि आउँदैन चाहिँ कन्नु पर्यो, बस्नु पर्यो। बस्दाखेरि तपाईँको दिशा गर्ने ठाउँमा चाहिँ मलद्वारमा चाहिँ दबाब पर्छ। दबाब परेपछि नसामा अलिकति अप्ठ्यारो हुन्छ, त्यसपछि समस्या भइदिहाल्छ। कतिपय व्यक्तिहरूले 4-5 दिनदेखि दिशा नै लागेको छैन भन्छ नि, कब्जियत भनेको त्यही त होला। हो, त्यही हो कब्जियत। दिशा गर्ने भने हामी जति खाइन्छ त्यो अनुसारको पनि फाल्नु पर्ने हुन्छ। भनेपछि तपाईँको दिनभरि आज तपाईँले कति खानुभएको छ, भोलि टोयलेट गरेर त्यो निकाल्नु पर्यो। भनेपछि अब टोयलेट गर्दाखेरि 3-4 दिनसम्म भएन, खाइरहेको त हुन्छ नि त हामीले दिशा नगरे पनि। भनेपछि त्यो दिनदिनै भएन भने जे चिज पनि हाम्रो सिस्टम अनुसार हुन्छ। खाना रुच्नु पर्यो, पच्नु पर्यो, निस्किनु पर्यो। त्यो सिस्टम राम्रोसँग भयो भने रोग कहिले पनि लाग्दैन। तपाईँ खानु भएको छ, पचेर निस्केको छैन भने समस्या, रोग अरू पनि लाग्छ। फेरि कब्जियत मात्र नभइकन यसले तपाईँको पेटसँग सम्बन्धित अरू रोगलाई पनि निम्ताउँछ फेरि। त्यसले गर्दाखेरि चाहिँ हामीले 2-3 दिनसम्म टोयलेट भएको छैन भने चाहिँ के कारणले भएको छैन, कि त खाना कम खाएर हुन्छ, कि त पचेन, कि त अरू नै रोग लाग्यो, त्यो चाहिँ थाहा पाउनु पर्यो। त्यही अनुसारको चाहिँ दिशा भनेको चाहिँ कब्जियतलाई चाहिँ हामीले रोक्नुपर्छ। यसको आयुर्वेदिक समाधान चाहिँ के हो त? हाम्रो यो कब्जियतको लागि चाहिँ आयुर्वेदिकमा धेरै औषधिहरू पनि छन् हैन। अनि त्यसमा हामीले सुरुमा चाहिँ हामीले पहिला औषधि भन्दा पनि खानपिनमा ध्यान दिनु पर्यो। यसको पनि चरण हुन्छ होला? हजुर, हाम्रो सुरुमा खानपानमा ध्यान दिनु पर्यो। खानपानमा ध्यान दिँदाखेरि तपाईँको अब कोहीको अब खानपानमा गडबडी भएर पनि कब्जियत भएको हुन्छ। पानीको मात्रा कम खाएको छ अथवा सुक्खा चिज बढी खाएको छ भनेपछि उसलाई दिशा राम्रोसँग हुँदैन। भनेपछि पहिला सुरुमा खानपानमा ध्यान दिनु पर्यो। त्यसपछि तपाईँको माइल्ड ल्याक्जेटिभ हुन्छ हैन। माइल्ड ल्याक्जेटिभ भनेको त्रिफला चूर्ण हुन्छ। त्यो भन्दा पनि त्यो खाँदाखेरि पनि तपाईँको भएन भने त्यो भन्दा अरू औषधिहरू पनि छन्, अलिकति कडा खालको ल्याक्जेटिभहरू पनि छन् हैन। त्यही अनुसारको चाहिँ हामीले त्यसरी गरिन्छ। जस्तै यो फिसर भएको व्यक्तिले पनि घरमै के कस्तो उपायहरू अपनाउन सक्छ? हाम्रो फिसरलाई मात्र नभइकन गुदरोगसँग सम्बन्धित सबै रोगको लागि नै भयो हैन। किनभने फिसर सबै एउटै रोग समावेश गरेपछि हामीले चाहिँ 50%
एनोरेक्टल डिजिजको लागि गर्ने भनेको सिजबाथ भनेको मनतातो पानीमा हामी चाहिँ मलद्वारलाई डुबाउने 10 देखि 15 मिनेटसम्म डुबाउने। त्यो गर्दा तपाईँको 50% रोग चाहिँ आफै पनि निको हुन्छ। फिसरमा अथवा पाइल्स फिस्टुला सबैमा हाम्रो ड्रेसिङको काम पनि गर्छ पानीमा बस्दाखेरि हैन। 10 देखि 15 मिनेटसम्म मलद्वारलाई अब बाटामा मनतातो पानी राख्ने, त्यसपछि आफू मलद्वारलाई डुबाउने, त्यो भनेको सिजबाथ भनिन्छ। त्यसमा तपाईँको 10 देखि 15 मिनेटसम्म बस्दाखेरि त्यसले तपाईँको घाउलाई पनि सुकाउँछ, मासुको डल्लाई पनि सुकाउँछ, हिलिङ गर्ने काम पनि गर्छ हैन। त्यही गर्दाखेरि तपाईँको फिसरको लागि चाहिँ हाम्रो बेस्ट भनेको चाहिँ सिजबाथ नै भनिन्छ। भनेको त्यो विधि चाहिँ साधारण व्यक्तिले पनि गर्न सक्छ। त्यो नर्मल्ली हामीलाई दिशा गर्ने ठाउँमा अलिकति समस्या भयो, दुख्ने, चिलाउने, पोल्ने अथवा रगत आयो जे भए पनि सुरुमा हामीले सिजबाथ गर्ने। सिजबाथ गर्दाखेरि पनि भएन भनेपछि मात्रै अब के गर्ने भनेपछि आफू खुसी गएर मेडिकलमा गएर औषधि खाने चाहिँ होइन, चिकित्सकको चाहिँ परामर्श लिनु पर्यो हैन। त्यसपछि के गर्ने कसो गर्ने उहाँहरूले भन्नुहुन्छ अनि त्यही अनुसारको गर्नुपर्छ। जस्तै यो गुदरोग भएका व्यक्तिहरूले चाहिँ व्यायाम गर्न मिल्छ कि मिल्दैन? व्यायाम भन्यो किनभने हामीले धेरै भारीवाला चाहिँ काम गर्नु भएन। व्यायाम पनि हुन्छ नि, तपाईँको प्रकार हुन्छ नि त। मैले अघि भने किन हामीले भारीवाला काम गर्दाखेरि पनि त्यो ठाउँमा दबाब पर्छ भनेपछि तपाईँले नर्मलवाला योगाहरू व्यायामहरू गर्न मिल्छ, तर शरीरलाई दबाब दिने खालको अथवा मलद्वारमा दबाब दिने खालको भारीवाला योगाहरू एक्सर्साइजहरू चाहिँ गर्न मिल्दैन। जस्तै पाइल्स भइसकेपछि त्यो फिसर अथवा फिस्टुलामा रूपान्तरण हुने यस्तो चाहिँ हुन्छ हुँदैन खास आयुर्वेदमा? पाइल्सबाट फिसरमा रूपान्तरण हुने होइन, तर फिसर भनेको हाम्रो सुरुवाती अवस्था हो। पाइल्सको पनि तपाईँको फिसर भइरहेको छ, दिशा गर्ने ठाउँमा च्यात्तेको छ, फेरि निको हुन्छ, फेरि तपाईँको फिसरमा फेरि 1 हप्तामा आफै निको भइहाल्छ हैन। अनि गर्दै गर्दै क्रोनिक रूपमा फिसर चाहिँ अझै जीर्ण रूपमा हुँदै गयो भने तपाईँको पाइल्स पनि हुनसक्छ, फिस्टुला पनि हुनसक्छ। फिसर भनेको चाहिँ सुरुवाती अवस्था हो पाइल्स र फिस्टुलाको। जस्तै यो आयुर्वेदिकै उपचार गरेका व्यक्तिहरूले पनि यो गुदरोग सम्बन्धी एकचोटि उपचार गरेपछि पुनः फर्कियो भन्ने गुनासोहरू पनि आइरहेको हुन्छ। खास यसको चाहिँ कारण के हो? यो फेरि पनि फर्किने कारण यस्तो हुन्छ। फर्किने भन्दाखेरि हाम्रो यो सपोज यो दिशा गर्ने ठाउँ भयो नि त, हाम्रो सबै ठाउँमा त मासु पलाएको हुँदैन हैन। हामीले एकचोटि एक ठाउँको त गऱ्यौँ नि, छाडसुत्र गऱ्यौँ भनेपछि अरू ठाउँमा त आउन सक्छ नि त। भनेपछि हामीले एकचोटि उपचार पद्धति गरिसकेपछि हामीले ध्यान दिने भनेको हाम्रो खानपान र रहनसहनमा ध्यान दिनु पर्यो। त्यति ध्यान दियो भने तपाईँ कहिले पनि बल्झिने हुँदैन। फेरि म त अब एकचोटि पाइल्सको अपरेसन गरिसकेँ, अब त मलाई कहिले नि केही नै हुँदैन भने जे मनलाई त्यही खाने, भारीवाला काम गर्ने हुन्छ नि, आहार विहारमा अलिकति ध्यान नदिने गऱ्यो भने चाहिँ फेरि समस्या चाहिँ हुनसक्छ। त्यही भएर हामीले एकचोटि अपरेसन गरिसक्यौँ अथवा हामीले चाहिँ छाडसुत्तर गरिसकेपछि हामीले ध्यान दिने हो खानपानमा चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ। अझै पनि समाजमा पाइल्स भएका व्यक्तिहरू न हस्पिटलमा गएको देखिन्छ, न आयुर्वेदमा उपचार गर्न गएको देखिन्छ। त्यस्ता व्यक्तिहरूलाई चाहिँ तपाईँको सुझाव के छ? यस्तो हुन्छ, फेरि पाइल्स रोग अथवा गुदरोगसँग सम्बन्धित रोग भनेको अलिकति अब मलद्वार भनेपछि अलिकति लाज लाग्ने ठाउँ पनि भयो, देखाउन पनि लाज लाग्छ। फेरि कहाँ गएर के भने यस्तो भएको छ, मान्छे धेरै जसो चाहिँ लाजले गर्दाखेरि पनि जसाउन जानुहुन्न। फेरि अब कसरी देखाउने कसरी भन्ने लाजले गर्दाखेरि पनि हुन्न। त्यही भएर चाहिँ मैले अघि भनेको लक्षण अनुसारको चाहिँ आफूले अलिकति खानपानमा ध्यान दिने रहन्छ, सिजबाथ गर्ने, त्यो गर्दाखेरि चाहिँ लगभग कम भइहाल्छ। यदि भएन भनेपछि लाज नमानिकन चाहिँ चिकित्सकको परामर्श लिनुपर्छ, किनभने त्यसबाट फेरि अरू रोग पनि निकाल्न सक्छ फेरि हैन। किनभने पाइल्स भएको छ भने चाहिँ अब यही पाइल्स मात्रै हुन्छ भन्ने हुँदैन। पाइल्स दिशा गर्ने ठाउँ भनेको फोहोरी ठाउँ हुन्छ। कहिले हाम्रो दिशा गर्दाखेरि रगत आउला, त्यसमा फेरि त्यसमा दिशा टाँसिएर फेरि इन्फेक्सन होला, इन्फेक्सन भएपछि फेरि अरू सङ्क्रमणको रोगहरू पनि लाग्न सक्ने हुन्छ। त्यही भएर यसमा चाहिँ हेल्थ चेक चाहिँ गर्नु भएन, लाज पनि मान्नु भएन। जस्तै गुदरोगहरूमा चाहिँ इन्फेक्सन भयो भने सङ्क्रमण फैलिने कुरा तपाईँले गर्नुभयो, के हुनसक्छ त्यसपछि चाहिँ? यसमा यस्तो इन्फेक्सन हुनु भनेको तपाईँको फिस्टुला पनि हुन्छ एउटा हैन, अघि मैले भनिसकेँ। त्यो अरू भनेको चाहिँ अब गुदरोगलाई चाहिँ अलिकति क्रोनिक रूपमा गयो भने क्यान्सर हुने सम्भावना पनि हुन्छ, किनभने मैले अघि भनिसकेँ दिशा गर्ने ठाउँ भनेको फोहोरी ठाउँ हुन्छ। पाइल्सले पनि क्यान्सरमा परिवर्तन हुन्छ। त्यसमा क्यान्सरमा त्यस्तो परिवर्तन भएको केसहरू पनि कति आइरहेको छ हैन। अब सुरुमा चाहिँ केही होइन, पाइल्स त हो नि आफै निको हुन्छ भन्दै जाने, किनभने त्यसमा कहिलेकाहीँ रगत आउँछ, इन्फेक्सन हुन्छ, त्यसपछि समस्या भनेको त क्यान्सरै हुन्छ नि त, अरू रोगहरू पनि लाग्न सक्ने हुन्छ। त्यही भएर चाहिँ अब पाइल्स चाहिँ हामीले हेल्थ चेक गऱ्यो भने अरू सङ्क्रमण हुन सक्ने सम्भावना बढी भइरहेको हुन्छ। भनेको पाइल्सको चेक गर्दाखेरि क्यान्सरको पनि त्यससँगै चेक चाहिँ भइरहेको हुन्छ। किनभने मेरोमा एकचोटि बिरामी आउनुभयो होइन, अनिपछि म त पाइल्स छ भन्नुभयो, तर हामी चेक जाँच गर्दै गएपछि उहाँको त त्यो क्रोनिक रूपमा भएर क्यान्सर भइसकेको छ, किनभने थाहा हुँदैन नि त आफूलाई, त त्यस्तो खालको समस्या पनि भइरहेको हुन्छ। जस्तै अब हजुर त लामो समयदेखि यही क्षेत्रमा काम गरिरहनु भएको छ, धेरै बिरामीहरू उपचार गरेर ठिक भइसकेका छन्। त्यस्तो कुनै एउटा अनुभव छ लामो समयदेखि पाइल्स भएको, फिसर भएको, फिस्टुला भएको पछि तपाईँहरूले उपचार गरेर निको भएर खुसी व्यक्त गर्दै आउनुभएको त्यस्तो केही अनुभव छ भने सुनाउनु? यस्तो किनभने मैले धेरै नै बिरामी हेरेँ यो रोगसँग सम्बन्धित होइन। त्यसमध्ये एउटा एकदम इन्ट्रेस्टिङ बिरामी कस्तो हुनुहुन्छ भन्दाखेरि उहाँ चाहिँ 85 वर्षको
बुवा हुनुहुन्थ्यो होइन। अनि त्यस उमेरको हिसाबले पनि बुढो हुनुभयो नि त। अनि उहाँको चाहिँ एकदमै पाइल्समा तपाईँको 4 डिग्रीको थियो पाइल्स। अनि त्यसपछि चाहिँ लगभग 3-4वटा नै मासु थियो कि। अब किन सबैको मासु हुँदाखेरि चाहिँ हाम्रो एकैचोटि सबै मासुलाई चाहिँ हामीले छाडछुट गर्न मिल्दैन, दुईचोटि गर्नुपर्ने हुन्छ। त्यो गर्दाखेरि पनि उहाँ उमेरको हिसाबले बुढो, किनभने हामीले 70 वर्षभन्दा बढी अलिकति एजेड मान्छेहरूलाई चाहिँ गर्दैनौँ, किनभने उहाँले त्यो गाह्रो पनि हुन्छ नि त। फेरि उमेरको हिसाबले भयो, बलको हिसाबले कम भएको हुन्छ। अनि तर उहाँ चाहिँ हेल्दी हुनुहुन्थ्यो, त्यसले गर्दाखेरि चाहिँ उहाँको यति राम्रोसँग निको भयो। उहाँको लगभग एउटा हामीले छाडछुट गर्दाखेरि 1 हप्ता लाग्छ मासु झर्नलाई भनेपछि उहाँको लगभग 2 हप्तामा चाहिँ पुरै निको भयो। गर्दाखेरि उहाँ यति खुसी हुनुभयो होइन। उमेरको हिसाबले पनि अब 85 वर्षको बुढो मान्छे, त्यो गर्दा एकदम खुसी हुनुभएको थियो कि। त्यो एउटा चाहिँ एकदम रमाइलो इन्ट्रेस्टिङ केस थियो कि मैले गर्दाखेरि चाहिँ। अब अन्तिममा डाक्टर साहब, आधुनिक युगमा पनि यो गुद रोगहरूको स्थायी समाधान भनेको आयुर्वेदमै छ भने त्यो किन कारण चाहिँ बताइदिनुहोस् न। यस्तो हुन्छ आयुर्वेदमा, मैले अघि भनिसकेँ, हाम्रो आयुर्वेदमा चिकित्सा गर्दाखेरि दोहोरिने भन्ने चाहिँ हुँदैन है। तपाईँको औषधि खाँदाखेरि अथवा छाडछुट गर्दाखेरि जे गर्दाखेरि पनि हाम्रो दोहोरिने भन्ने चाहिँ हुँदैन होइन। अनि एउटा चाहिँ त्यो भयो। अनि अर्को भनेको चाहिँ हाम्रो आयुर्वेदको औषधिको चाहिँ साइड इफेक्ट हुँदैन होइन। किनभने साइड इफेक्ट हुँदैन भने जे मनलाई त्यही आफै खुसी गएर खानु चाहिँ भएन, परामर्श लिनु पर्यो। परामर्श लिएर मात्रै औषधि खानु पर्यो होइन। किनभने हाम्रो आयुर्वेद औषधिको डोज भनेको तपाईँको 2-3 महिना हुन्छ, अवस्था हेरिकन। कसैको अलिकति बढी पनि खानुपर्ने हुन्छ, कसैको 1 महिनामा पनि निको भएको हुन्छ। अनि त्यसरी चाहिँ अब हाम्रो क्रोनिक रोगलाई चाहिँ आयुर्वेद पद्धतिबाट चिकित्सा गर्दाखेरि एकदमै राम्रो छ। जस्तै यो अघि हामीले यो विभिन्न रोगहरूको बारेमा चर्चा गऱ्यौँ, यहाँ विभिन्न लक्षणहरू तपाईँले बताइसक्नु भएको छ, यस्ता लक्षण देखिएका। अनि लामो समयदेखि यो पाइल्सहरू फिस्टुलाहरू शरीरमा पालेर बस्नुभएका, उपचारमा नआउनुभएका चाहिँ जो बिरामी हुनुहुन्छ उहाँहरूलाई यो परोपकार आयुर्वेद अस्पतालमा आएर उपचार गर्नको लागि यहाँका सेवाहरू के छन् अन्तिममा छोटकरीमा राख्न सक्नुहुन्छ? हाम्रो यस परोपकार आयुर्वेद अस्पतालमा चाहिँ अब गुदा रोगसँग सम्बन्धित भनौँ न, अब पाइल्स फिस्टुला फिसर रोगसँग सम्बन्धित कोही बिरामीहरू हुनुहुन्छ भनेपछि म त्यहाँ 9 बजेदेखि बिहानको 9 बजेदेखि बेलुकाको 5 बजेसम्म त्यहाँ उपलब्ध छु। त्यहाँ चाहिँ तपाईँहरू आएर आफ्नो परामर्श लिन सक्नुहुन्छ। अनि त्यसपछि के गर्ने, रोगको अवस्था हेरिकन तपाईँ औषधि खाएर हुन्छ कि होइन, त्यसपछि अरू केही ट्रिटमेन्टहरू गर्नुपर्छ, त्यही अनुसारको सल्लाह सुझावहरू दिन्छौँ। अनि त्यसपछि अर्को भनेको हाम्रो परोपकार आयुर्वेद अस्पतालमा पाइल्स फिस्टुला फिसर मात्र नभइकन हाम्रो पेटसँग सम्बन्धित ग्यास्ट्रिक, गानोगोला, हार्टजोनिनसँग सम्बन्धित बाथ रोगहरू, साइटिका भयो, नसा च्याप्पेको भयो, अनि त्यसपछि युरिक एसिड, अनि त्यसपछि अर्को भनेको चाहिँ पत्थरी, अनि त्यसपछि महिलासँग सम्बन्धित महिनावारी गडबडी हुने, सेतो पानी बढी बग्ने, अनि त्यसपछि पाठेघरमा केही समस्या भएको छ भने, अनि त्यसपछि अर्को भनेको चाहिँ हाम्रो शिरोरोगसँग सम्बन्धित माइग्रेन, निन्द्रा नलाग्ने, त्यसपछि पिनास, रुवाखोकी बढी लागिराख्ने, हाँस्यु बढी हुने, एलर्जी हुने, त्यस्ता रोगहरूको चाहिँ उपचारहरू चाहिँ आयुर्वेदिक तरिकाबाट गरिन्छ। त्यही भएर तपाईँहरू चाहिँ परोपकार आयुर्वेद अस्पतालमा आएर आफ्नो चाहिँ स्वास्थ्यको लाभ लिन सक्नुहुन्छ। हुन्छ, समय र कुराकानीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद। हामीसँग कुराकानीमा हुनुहुन्थ्यो परोपकार आयुर्वेद अस्पतालमा कार्यरत चिकित्सक डाक्टर सृष्टि भट्टराई। उहाँसँग रहेर आज हामीले विशेष गरी पाइल फिसर फिस्टुला र कब्जियतको बारेमा कुराकानी गरेका छौँ। पक्कै पनि यो अन्तर्वार्ता हेरिसकेपछि तपाईँहरूमा केही समस्या छ भने परोपकार आयुर्वेद अस्पतालमा उपचारको लागि जानुहुनेछ भन्ने आशा राख्दै क्यामेराम्यान सौगात कोइराला, सुनिल श्रेष्ठसँगै म सुनिल पराजुली बिदा हुन्छु। नमस्कार।